हेलो नमस्ते है सबैजनालाई फेनो सिस्टमको तर्फबाट पनि सबैजनालाई होइन 2082 साल नेपाली वर्ष लागेको छ 1 गते आज हाम्रो वैशाख 1 गते सबैजनालाई ह्यापी न्यू इयर बधाई छ सबैजनालाई। हामी अब आज चाहिँ यसो घुम्दा घुम्दै होइन नयाँ वर्षको उपलक्ष्यमा केही नयाँ खाउँ भन्दै खसीको मासु फ्रेस भन्ने हाम्रो यो वर्षमा पोल्यान्डको स्थित रहेको होइन मुस्ताङ ग्रोसरी छ त्यहाँ आइपुगेको छौँ। यहाँ चाहिँ हामी अब नयाँ फ्रेस मासु लिन्छौँ जस्ट रमाइलोको लागि। खसीको ब्रो अब यहाँ चाहिँ हामी अब फ्रेस मिट रिसिभ गर्छौँ त्यसको लागि अब जस्ट भिजिट है। ओके लेट्स सी। हजुरहरूलाई नेपाली स्वादको लागि विभिन्न परिकारका घरयासी सामान चाहिएको छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँलाई चाहिने घरमा युज हुने खानामा युज हुनेदेखि लिएर भाँडा कुडादेखि खाद्यान्न मासु सागसब्जीहरू सबै पाइन्छ। मुस्ताङ मिट एन्ड ग्रोसरीहरूलाई सम्पर्क गर्नुहोला। भेजिटेबल सेक्सन चाहिँ फ्रेस भेजिटेबलको लागि हो। टमाटो, लाइम, भिन्डी, लेडिज फिङ्गर एन्ड चिल्ली, ग्रिन चिल्ली, यो चाहिँ रेड चिल्ली रहेछ है। जिरे खोर्सानी प्राय मात्र भने त्यसै गरी भन्नुभयो किन त्यसको क्या जे पनि पर्न सक्छ के छालामा खसी सिङ्गै छ एउटा अनि त्यहाँबाट एउटा राइस कोरमा होस् चाहे तिमीलाई मसलाको कोडमा होस् चाहे चिठाको होस् त्यो अफरमा चाहिँ यहाँ चाहिँ कुकरदेखि लिएर खसी सिङ्गै अनि छालासहितको मासु चाहे उपहारमा पहिलो उपहार खसीको मासु सिङ्गै पुरै सिङ्गै खसी अनि त्यसपछि राइस कुकर अनि त्यसपछि प्रेसर कुकर 10 किलोको खसी हजुरहरूले आफ्नो भाग्यमा कुनै न कुनै एकजनालाई पर्न सक्छ। त्यो अब सुरु हुनेछ 22 तारिक बेलुका 9 बजेको लाइभ चाहिँ उहाँहरू आउनुहुन्छ। लाइभमा उहाँले डिक्लेयर गरिदिनुहुन्छ। यो चाहिँ मिट एन्ड ग्रोसरीको मुस्ताङ मिट एन्ड ग्रोसरी तपाईँहरूले सिम्बल तपाईँको जुन नेपालीपन जे दिइराख्नु भएको छ जस्तो अब आमाको अचारदेखि लिएर टोक्ला चिया हाम्रो पूर्वेलीको होइन टोक्ला चिया जुन हाम्रो चलिरहेको होइन चियाहरू अनि नेपाली मसलाहरू जुन हाम्रो चलिरहेछ धनियाँ खुर्सानी जुन तपाईँ फ्लेभर दिइराख्नु भएको छ भिन्डी करेलाहरू धनियाँहरू त्यो त यहाँको अभियसली न त पुलिसले दिन्छ न त युक्रेनले दिन सक्छ।
त्यो हामीले नै दिन सक्छौँ। सम्भव नभएको कुराहरूलाई हामीले कति कुरा सम्भव गराएका छौँ। हामी मात्र नभएर नेपालमा के अरे पोल्यान्डमा हुनुहुने अरू दाइ दिदीहरू पनि हुनुहुन्छ। स्पेसली तपाईँहरू हुनुहुन्छ नि त जुन कोसिस गरिराख्नु भएको छ दिनलाई त्यो जुन एसियन फ्लेभर त्यसको लागि जारी लिएर रहन्छ। हामीमा त हुनेसम्म युरोपमा छिरेका प्रडक्टहरू टोटल्ली हामी पोल्यान्डमा निकाल्ने प्रयत्न गर्छौँ। र